गर्दाखेरि नि अब यो नानीलाई पछि के सन्देश दिन चाहनुहुन्छ तपाईँले? यो भिडियो अब युट्युबमा हालिदिन्छु। के सन्देश दिन चाहनुहुन्छ यो नानीलाई? आफूलाई जस्तो आशीर्वाद दिनु भयो, सन्देश दिँदा पनि भयो। ल मेरो नातिनीलाई ठुली हुने, ज्ञानी हुने, निरोगी हुने, त्यही हो। त्यो त कमन सन्देश भइहाल्यो नि। अरू सबैले घाममा नानीलाई सुक्खा नुहाइदिएर तेल लगाइदिने गर्नु। भिटामिन ए पाइन्छ, भिटामिन डी भिटामिन डी पाइन्छ घामबाट सबैजनाले। तर एउटा चित्त नबुझ्ने चाहिँ पहिले हामी तोरीको तेल लाएर यसरी सुताउँथ्यौँ। अचेलबारी तोरीको तेल लाउनु हुँदैन भन्छन् डाक्टरहरूले। खासमा कोकोनटको पनि लाउनु हुँदैन भन्छ। अनि तर अब के हो, त्यो चाहिँ जान तोरीको लगाइदिने। अब 1 महिना भएपछि लगाइदिने टाउकातिर हल्का फल्का कहिलेकाहीँ त्यस्तै गर्ने। अहिले चाहिँ अब डाक्टरले भनेको नि मान्नु। कस्तो लाग्छ तपाईँलाई यो नानी चाहिँ? कस्तो लागिरहेछन्? नानी कस्तो लाग्ने? राम्रै लाग्छ नि आफ्नो नानी। रुँदा उर्दाको अवस्थामा रुँदा पनि के गर्नु त, यस्तालाई कुटेर हुँदैन, कराएर हुँदैन। कसरी फकाउनुहुन्छ तपाईँ रुँदाखेरि? बोकेर फकाउनु पऱ्यो, बोक्नु पऱ्यो, माथि ल्याउनु पऱ्यो। हग्या छन् कि मुत्या छन् कि हेर्नु पऱ्यो। त्यसै रुए भनेर कराएर भयो त। अनि हाम्रो पालामा यस्तै गर्नुभएको थियो कि? तिमीहरूका पालामा त हगेकै मुतेकै वास्तै हुँदैन थियो कि? त हुँदैन थियो, के गर्नु। हगे मुतेको चाहिँ वास्तो हुन्थ्यो। हुन्थ्यो नि त्यो त। म त बिहानै उठाएर 5 बजे 4 बजे उठाएर केराका पातामा पेपरमा हगाएर टोइलेटमा लगेर। पेपर त कहाँ भेट्नु? केराको कपीका पाता, बेसारको पत्ता। बेसारको पातमा मैले निकै दिशा गरेको छु। प्याराकै जान्छु एकचोटि मात्रै। बिहान जहिले बिहान घगाउने गरेको थियो। बरु अचेलभरि पो माथिएको छ यो त। यो आजभोलि यिनीले चाहिँ मजासँगले 4-5 चोटि गर्छिन्। यसलाई चाहिँ कसरी सम्झिनुहोस् त तपाईँले? अहिले त अब खोराक पनि पुग्दो रहेछ। हामीले अब खोराक पुगेन होला हामीले खुवाउँदा। अहिले अब अरू चिजहरू पनि आउँदो रहेछ। हाम्रा पालामा केही थिएन। दुध आयो भने आयो, आएन भने खाएन। अनि मरणदेखि भात खुवाउने गरेको थियो। अब यसले भात 6 महिनापछि मात्रै भेट्छ। 6 महिना केटी न केटा त्यस्तो भेदभाव हुँदैन हाम्रो घरतिर। 6 महिना 5 महिनादेखि 5 महिनामै गर्छन्। अनि जिकिसा पहिलो बच्चाको आमा भन्दाखेरि कस्तो लागिरहेछ? खुसी लागिरहेछ। के गर्नु? खुसी लागेको छ। कस्तो डेलिभरीको अनुभव के रह्यो? कस्तो रह्यो? डेलिभरीको पनि राम्रै, ठिकै। कस्तो जति अरूले भने जतिको गाह्रो जस्तो फिल हो कि के भयो? मलाई त्यस्तो गाह्रो त भएन। 2 घन्टा जति चाहिँ गाह्रो भयो। अरूले भनेअनुसार चाहिँ कस्तो गाह्रो हुन्थ्यो, ढिलो हुन्थ्यो भन्थ्यो। तर मेरो चाहिँ खासै त्यस्तो भएन। नानीलाई के भन्न चाहन्छौ? यो 2 घन्टाको अनि 9 महिना कोखमा राखेर हुर्काउँदाखेरिको अनुभव कस्तो रह्यो? कस्तो हुनु त, पेटमा आएपछि माया लाग्दै जाँदो रहेछ। मायाको अनुभव हुँदो रहेछ। अब सुरुदेखिको अनुभवहरू पनि भन, कस्तो रह्यो? कस्तो सुरुदेखिको? बच्चा कोखमा के अरे पेटमा आउँदाखेरिदेखिको अनुभव के भयो? कस्तो रह्यो अनुभव? कस्तो हुनु, सुरुमा गाह्रो भयो, पछिबाट त त्यस्तो साह्रो केही भएन। गाह्रो चाहिँ कस्तो गाह्रो भयो सुरुमा चाहिँ? अब गाह्रो बमिट भयो। कति महिना भएको नि? 3 महिना भयो। त्यसपछि चाहिँ आनन्द भयो? आनन्द भयो। अनि 3 महिनादेखि 6 महिनाको अवधिमा के गाह्रो भयो? त्यस्तो गाह्रो भएन, सुत्न ओर्न गाह्रो भयो। त्यो चाहिँ कहिलेदेखि गाह्रो भयो सुत्न ओर्न? अनि यतिको 3 महिनाको वाकवाकी, 6 महिनादेखिको उता सुत्न अप्ठ्यारो, हिँड्न गाह्रो, मान्छेले विभिन्न कुरा गरे होलान्, त्यसमा के प्रतिक्रिया आयो तिम्रो? कस्तो अनुभव आयो? तिमी अरू गर्भवतीलाई के सल्लाह दिन चाहन्छौ? होइन, अरू पनि सल्लाह यस्तो उस्तो भन्ने हुँदो रहेछ, सुन्दै गए। सल्लाह दिँदै जान्छन्, सुन्दै गरौँ। मान्छेले यस्तो रहेछ भन्ने पनि हुन्छ, होइन रहेछ भन्ने पनि हुन्छ। आफ्नै सुरले गर्दै गऱ्यो, त्यही हो।
त्यस्तो हो। त्यो 9 महिना सम्झेर अहिलेको नानी देख्दा के अनुभव हुन्छ तिमीलाई? सबै बिर्सिन्छ। बिर्सिसक्यो? कहाँ बिर्सिन्छ? 15 दिनमै त नबिर्सिँदो हो। बिर्सिँदा बिर्सिँदैन, पछि पछि चाहिँ बिर्सिन्छ होला। तर अति त एक्सप्रेसन भयो। क्या हो एक्सपिरेसन भनेको? एक्सपिरियन्स होला। एक्सपिरियन्स भयो। कस्तो एक्सपिरियन्स भयो? यो अनुभव बार बार गर्नुपर्ने हो कि एकचोटिले पुग्दै जस्तो लाग्यो? होइन, कहाँ एकचोटि छ। एकचोटिले पुग्दैन। अरे मम्मी के भन्नुहुन्छ अब? यो पुन्तुरो हाम्रै निधाई घाममा आँखामा डाइरेक्ट छैन, यसरी मजासँगले त प्राइभेट पार्ट पनि हल्का छोप्नुपर्छ अरे, पातलो केहीले छोपिदिने। अनि ठिक छ, समग्रमा मेरो रोल कस्तो भयो जस्तो लाग्छ जिकिसालाई? कसको रोल? मेरो नि, म अन्तर्वार्ता लिने कल। ए दामी। अन्तर्वार्ता लिने पाहुले गर्ने रोल खेल्यो कि खेलेन भने ए एकदम दामी। अरूले चाहिँ गर्छ कि गर्दैन, सागर गौतमले चाहिँ गरिस्यो। उहाँ के अरे हस्पिटलमै मलाई त्यहाँ भनिराखेको थियो यति पान्ठा गाइनीहरूले, तपाईँहरूले त प्यारीलाई तपाईँले नि कति माया गर्नुभएको, छोराले झन् कति माया गर्नुभएको भनेर सुनाउँदै थिएँ। यस्तो काम पर्सन गर्दैन। ए गर्दा रहेछन् है। अरू गर्भवती आमालाई के भन्नु छ त? हस्बेन्डको रोल के हुनुपर्छ जस्तो लाग्छ भन्ने सल्लाह दिन्छ त? यस्तो बेलामा माया, ममता, सरसल्लाह हुनुपर्छ सबैको, हस्बेन्डको पनि सहयोग हुनुपर्छ। त्यही भन्नु अरू त। माया ममता मजाले दिए जस्तो लागेको कि लागेन मैले? छ एकदम। ए ममा नचित्त बुझेका कुराहरू केही छन् कि? केही छैन। केही छैन। मम्मीलाई के छ चित्त नबुझेको मलाई मसँग? बाघबुङ्गे छ भन्ने कुरो होला। ओह अब त्यो दुध छ, अब यो दुध दुहेर खुवाउने, अब नानीलाई थोरै बाँकी छ निधाइदिनु भन्दै अब यो हाम्रो वार्तालाप यहीँ अन्त गर्न चाहन्छु। सुन्नेलाई हार्दिक धन्यवाद। कुकुर फुल त्यहाँनिर फुलिरहेछ है, उखाल्ने भन्ने कुरा आउँदैछ। धनियाँ त्यहाँ फुलेको छ। यसरी हामी चाहिँ कस्तो राम्रो फोटो आएको क्या, राम्रो भिडियो। ल